सुन केवल गहनाको एक रूप मात्र होइन, यो त अर्थतन्त्रको बलियोपनको प्रतीक पनि हो। धेरै देशहरूले आफ्नो सुन भण्डार बढाएर वित्तीय स्थिरता र मुद्रा बलियोपन सुरक्षित गर्छन्। अन्तर्राष्ट्रिय स्तरमा सुन भण्डारण कुनै पनि देशको आर्थिक स्वास्थ्यको सूचक पनि हो। विश्वमा सबैभन्दा धेरै सुन भण्डार भएका 10 देशहरू कुन कुन हुन् त? आउनुहोस् यो भिडियोमा चर्चा गरौँ। पहिलो नम्बरमा अमेरिका। संसारमा सबैभन्दा धेरै सुन अमेरिकासँग छ। अमेरिकासँग 8133.46 टन सुनको भण्डार रहेको मानिन्छ, जसले यो देशलाई विश्वमा पहिलो स्थानमा राखेको छ। अमेरिकामा भएको सुन विश्वव्यापी कुल भण्डारको लगभग 25% हो। अमेरिकी सुन मुख्यतया फोर्ट नक्स, वेस्ट पोइन्ट र डेनभर टक्सालमा भण्डार गरिएको छ। अमेरिकी डलर बलियो हुनुको एउटा प्रमुख कारण यसको विशाल स्वर्ण भण्डार पनि हो। जर्मनी। धेरै सुन भएको देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा जर्मनी रहेको छ। जर्मनीमा 3351.53 टन सुन छ। जर्मनीसँग युरोपमै सबैभन्दा ठूलो सुन भण्डार छ। जर्मनीको अधिकांश सुन भण्डार बुन्डेस बैंकले राखेको छ र यसको ठूलो हिस्सा न्युयोर्क र लन्डनमा पनि भण्डार गरिएको छ। इटाली 2451.84 टन सुनको साथ इटाली तेस्रो स्थानमा छ। इटालीको अर्थतन्त्रले केही कठिनाइहरूको सामना गरिरहेको छ, तर देशले आफ्नो सुन भण्डार कायम राखेको छ। इटाली युरोपमा तेस्रो ठूलो सुन भण्डार भएको देश हो र यसको अधिकांश सम्पत्ति बैंक अफ इटलीमा जम्मा गरिएको छ। फ्रान्ससँग 2436.94 टन सुन छ। फ्रान्सले दशकौंदेखि आफ्नो सुन भण्डार सुरक्षित राख्दै आएको छ। बैंक अफ फ्रान्समा भण्डार गरिएको सुन देशको आर्थिक स्थिरताको एक महत्वपूर्ण स्तम्भ मानिन्छ। रुस सुनको भण्डारलाई लिएर 5औं स्थानमा छ। रुससँग 2335.5 टन सुनको भण्डार छ। उसले हालका वर्षहरूमा ठूलो मात्रामा सुन किनेको छ। डलरमा निर्भरता घटाएर रुस आफ्नो विदेशी सम्पत्तिमा सुनको हिस्सेदारी बढाउन केन्द्रित छ। धेरै जसो रुसी सुन मस्को र सेन्ट पिटर्सबर्गमा भण्डार गरिएको छ। चीन। हाम्रै छिमेकी मुलुक चीनसँग 2191.53 टन सुन भण्डार गरिएको छ। चीनमा सुनको भण्डार निरन्तर बढिरहेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भए पनि चीन सुन भण्डारका हिसाबले भने अहिले पनि 6औं स्थानमा छ। चीन सुनको सबैभन्दा ठूलो उत्पादक पनि हो, तर अधिकांश उत्पादन घरेलु भण्डारमा थप्छ। अहिले चीनले ठूलो मात्रामा सुन किनिरहेको छ, जसले गर्दा बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। स्विजरल्यान्ड। 7औं स्थानमा रहेको स्विजरल्यान्डसँग 1040 टन सुनको भण्डार छ। स्विजरल्यान्ड आफ्नो बैंक र वित्तीय स्थिरताका लागि प्रसिद्ध छ। देशमा प्रति व्यक्तिको हिसाबमा सबैभन्दा धेरै सुन उसँग छ। स्विजरल्यान्डको सुनको भण्डार मुख्य गरी स्विस नेशनल बैंकद्वारा नियन्त्रित छ। भारत। छिमेकी मुलुक भारतसँग 875 टन भन्दा बढी सुनको भण्डार रहेको बताइन्छ। भारत विश्वको सबैभन्दा ठूलो सुन खपत गर्ने देशहरू मध्ये पनि एक हो। भारतीय रिजर्भ बैंक RBI ले देशको सुनको भण्डार व्यवस्थापन गर्छ। यसबाहेक भारतीय घर र मन्दिरहरूमा ठूलो मात्रामा सुन भण्डार गरिएका छन्, जुन आधिकारिक तथ्याङ्कमा उल्लेख गरिएको छैन। जापानमा 845.97 टन सुनको भण्डार छ। जापानले आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न सुनको भण्डार बढाएको छ। जापानको सुन मुख्यतया बैंक अफ जापानमा राखिएको छ र यसले देशको मुद्रालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ। नेदरल्यान्ड्स। सुन धेरै भएका देशहरूको सूचीमा नेदरल्यान्ड्स 10औं स्थानमा छ। नेदरल्यान्ड्ससँग 612.45 टन सुन भण्डार छ। नेदरल्यान्ड्सले हालै आफ्ना केही सुन भण्डारलाई न्युयोर्कबाट आफ्नै देशमा ट्रान्सफर गरेको छ। डच सेन्ट्रल बैंकले देशमा रहेको सुन व्यवस्थापन गर्छ र यसले देशको वित्तीय स्थिरता सुनिश्चित गर्न मद्दत गर्छ।